ल गाइज गुड मर्निङ है। अब हामी चाहिँ समर भिलेजमा आएर चाहिँ बसेको रहेछ हिजो यहीँ खाना खाएर गएको। अब खाना खाएर गयो समर भिलेजमा आएर बस्यो बस्न चाहिँ, तर लो चिसो भएर जाडो भएर भर्खर उठेको छ है हाम्रो चाहिँ। हाम्रो मर्निङ चाहिँ अहिले भर्खरै 9:30 भइसक्यो। अब 10 बजीतिर निस्किन्छ होला। हामीले कफी खाँदैछौँ यहाँनिर। हाम्रो यो हिमाली होटेल भन्नेमा हामी बसेको छौँ। एकदम गुड छ है, राम्रो छ। यहाँबाट भ्यूहरू पनि दामी देखिन्छ, पछाडिपट्टि भ्यूहरू छ। भ्यूहरू चाहिँ अहिले एकछिनमा देखाउँला, उठ्ने मन लागेन। पहिला कफी खाउँ है। पानी ल्याउँ भनेको धेरै लामो भिडियो नबनाऊ, धेरै कम छ। ओके, अझ 2 दिन बाँकी छ। ए हामी अब निस्किन लाग्यो यहाँबाट है। तारुङ झाइ गर्नु रहेछ। हाम्रो बाइक उतापट्टि छ, म हो पनि खाने हुन्छ। अब तपाईँहरू म अहिले हिमाल देखाउनु पाएको थिएन। हिमाल देखाउँछु है त, यस्तो बवाल हिमाल देखिन्छ, तर लाइटले गर्दा देख्दैन होला। अगाडि तलै राखिदिनु छोड्नु। म चाहिँ हिमाल देखाएर आउँछु गाइजहरूलाई। ल गाइज, मैले चाहिँ अब हजुरलाई यहाँ हाम्रो झोलो पुङतिर नै ढल्यो मेरो बाइकको हालत यस्तो छ। म तपाईँहरूलाई हिमाल देखाउँछु है त। हिमाल चाहिँ बवाल छ। यो चाहिँ यो सानो गाउँ हो, यो समर भिलेज हो कि गाउँ हो। त्यस्तो होइन, पुरानो भन्दैन, नयाँ नयाँ बिल्डिङ बनाए। पुरानो बिल्डिङहरू चाहिँ यस्तो हो। ल न हिमाल यस्तो दामी छ यार हिमाल। अझ यो आफ्नै क्यामेरामा चाहिँ यस्तो राम्रो नहुने होइन, राम्रो क्यामेरा भयो हुन्थ्यो होला। यस्तो दामी देखिया सेतो टल्केको है, मजा आयो दामी होइन। यो होटेल चाहिँ राम्रो रहेछ, जस बस्न सुत्न। समर भिलेजमा आएर चाहिँ हामी हिमाली होटेलमा बसेको थियौँ। अब जान्छौँ है त। अब चेनमा तेल चाहिँ हाल्नु पऱ्यो यार। अङ्कल डबल स्ट्यान्ड लगाउनु ल। र तपाईँहरूले चाहिँ यसरी चेनमा तेल हाल्नुपर्छ होइन। यस्तो खाले चाहिँ लिएर आउँदा राम्रो है। यस चेनहरू सफा नि हुन्छ, राम्रो नि हुन्छ। लिक्विड लुब्रिकेन्ट चाहिँ ल्याएर हाल्दा चाहिँ राम्रो हुन्छ। ल फाइनली हामी हिमाली होटेलबाट चाहिँ निस्क्यौँ होइन। हिमाली होटेलबाट हिमाल चाहिँ बवाल देखिन्छ है, त्यही भएर हिमाली होटेल राखेर ल। यो चाहिँ हामी 2जना, बाबु दाइ र म। अब हाम्रो गन्तव्य चाहिँ मुक्तिनाथ हुन्छ। मुक्तिनाथबाट फेरि कागबेनी घुमेर अनि बल्ल अनि त्यहाँबाट चल्निन्छ। कहाँ हुन्छ बसोबास हुन्छ त्यो थाहा छैन। बाटो चाहिँ अलिक दामी देखायो ल है त गाइस। ल हामी फाइनली हामी फेरि कागबेनी झरेको छौँ होइन। अब कागबेनीबाट हामीले हाँडा सिधै मुक्तिनाथको यात्रा हुनुपर्छ। अलिकति मेहनत गरे है, अलिकति दुःख खप्यो है, पेन खप्न सक्यो भाइ। पेन खप्नै नसक्ने, चिसो खप्नै नसक्ने भएर तपाईँहरू घुम्न आउँदाखेरि चाहिँ एउटा काम चाहिँ के गर्नु पऱ्यो भने बेलुका चाहिँ चढे सुत्नुहोस्, बिहान चाहिँ बिहानै हिँड्नुहोस्। घाम मजाको लाग्ने, चिसो हुँदैन। बेलुका कति चिसो हुन्छ अन्ति नै, त्यो काम चाहिँ गर्नु होला। भयो फेरि के अरे कागबेनी झऱ्यो न का। अलिकति मेहनत गरेर त आइपुग्ने रहेछ त। अलिकति मेहनत गरेर आइपुग्ने रहेछ। चिसोले खप्न नसकेर नि हामीले है, खुट्टा दुखेर घोडा दुखेर अति गाह्रो भइसकेको थियो। अनि फर्किँदाखेरि पनि हिजो हामीले जहाँ इन्ट्री गऱ्यो त्यहाँनिर फेरि चाहिँ के भन्छ फेरि इन्ट्री गर्नुपर्ने रहेछ भनौँ न। चेकआउट होला सायद यहाँनिर चाहिँ। अनि त्यही भएर अब हामी यहाँबाट फेरि यताबाट बाटो छ अरे कता हो, मुक्तिनाथ जाने। यहाँबाट सिधै मुक्तिनाथ जान्छ। मुक्तिनाथबाट अनि फेरि घुम्न चाहिँ कागबेनी नै आउँछ है। फेरि हाम्रो चाहिँ त्यही प्लान छ। अब हामी यहाँ निस्किन्छौँ है त। फाइनली हामी चाहिँ कागबेनी आइपुग्यो होइन। हामी कागबेनीबाट आउँदाखेरि चाहिँ कागबेनी बसेर आउँदाखेरि चाहिँ यो बाटोहरू युज गरिरहेको थियो। अब यताबाट चाहिँ माथिबाट चाहिँ अब हामी मुक्तिनाथ जाँदैछौँ है त। मुक्तिनाथको बाटो चाहिँ राम्रो छ, त्यो पिच छ। तर हामीले अस्ति आउने बेलामा गल्ती गरेर चाहिँ मुक्तिनाथको बाटो यसरी आयो भाइ हो बाटो। सायद हामीले त्यो तलको अप्रोड हुँदै हिँड्नु पर्दैन होला क्या होइन। धेरै बनाएको थियो अरे हामी आउनु खोजेको ठाउँ यही हो, तर फाइनली हामी आइपुग्नु पनि हो। यति मिठो छ यार। फाइनली हामी चाहिँ मुक्तिनाथ चाहिँ आइपुगेको छौँ है।
जानुपर्ने छ तन खोज्दै यार के गर्ने फेरि उता बस स्टपमा चाहिँ अहिले हामी मुक्तिनाथको यहाँ के अरे पार्किङ स्थलमा चाहिँ आइपुग्यो होइन अब यहाँबाट चाहिँ हिँड्न जानुपर्छ हाम्रो टाउको चाहिँ अलिअलि दुखिरहेको छ म चिसोल दुख्यो होला सायद मेरो खुट्टाले पनि दुखिरहेको पानी पनि कम भए हुनसक्छ हाम्रो पानी चाहिँ धोपी हान्नुपर्छ सुप हान्नुपर्छ अब अहिले पहिला दर्शन गरौँ अनि त्यसपछि अङ्कल यहाँ पछाडि हुन्छ अङ्कललाई टाउको दुखाएर दाइ तपाईँलाई के भयो तपाईँले के भयो भने तपाईँ खतरा मान्छे यार हामीलाई चाहिँ एकदम टेन्सन भइरहेछ दुखिरहेको छ होइन अब हामी माथि फेरि हिँड्छौँ मुक्तिनाथ दर्शन गर्छौँ त्यहाँबाट फर्किन्छौँ चाँडै है त लगाइ फाइनली हामी भनेको ठाउँ चाहिँ आइपुग्यो है त मुक्तिनाथ अर्को ठाउँ चाहिँ यहाँनिर चाहिँ हेर्न कस्तो मजा आएको हिमाल छ यहीँ छ क्या हिमाली वरिपरि हिमालै हिमाल हो फेरि ए बिचरा हाम्रो अङ्कललाई चाहिँ अलिकति गाह्रो भयो गाह्रो है गाह्रो भएर चाहिँ दामी दामी मजा आएको कस्तो मजा आयो कस्तो फिल भएर अङ्कल ल मजा आयो ल ठिक छ है त हामी चाहिँ अब हिँड्दैछौँ होइन अब खुट्टा अलिकति दुखिया छ त्यो चाहिँ पानीको कमीले हो मलाई चाहिँ किनभने पानी चाहिँ खाएन हिजोदेखि नै राम्रोसँग पानी किनेर खान्छौँ बिस्तारै जान्छौँ अब यहाँबाट धेरै टाढा त होइन नजिकै हो तर खुड्किली चाहिँ अलिकति टाढा छ कि त्यही भएर चाहिँ हामी चाहिँ मुक्तिनाथ आइपुगेको छ फाइनली है त सरजी दौडिँदैन सरजी कुदाएर अङ्क झर्ला नि फाइनली म पहिला बसेको होटल चाहिँ आइपुगेँ है अब यो होटल द रोयल मुस्ताङ भनेर बसेको थियौँ म चाहिँ होइन अनि अहिले चाहिँ हामी तल अप्पर फाइनली हामी चाहिँ मुक्तिनाथको लागि हिँड्दैछौँ यहाँ मान्छेहरू स्टुडेन्टहरू चाहिँ लास्टै धेरै आउँछ त्यसो धर्म गर्न लागेको होला सबैजना म बसेको होटल चाहिँ पछाडि गएँ होइन मेरोबाट बनाउँदा बनाउँदै जिबी खाली नभएर चाहिँ बन्द भएछ म यहाँबाट माथि अझै चढ्दैछौँ मेरो चाहिँ खुट्टा दुखियो पानी कम भएर लास्टै गाह्रो भइरहेछ ठिकै छ अब हेरौँ है मान्छेमा पुगेपछि अर्को छुट्टै रमाइलो हुन्छ भनौँ न अब हामी चाहिँ खुर्किला चढ्दैछौँ 300 कतिवटा खुर्किला छ भने चाहिँ बिहान हेर्दाखेरि ठाउँमा मान्छेहरू चाहिँ यता आउनु रे ए यता जाने ठाउँमा आउने ठाउँ मात्रै रहेछ जान मिल्थ्यो होला यार खै के हो ल दाइ चाहिँ पछाडि बाइकमा पसेर थाक्नु भएर दाइले सामान चाहिँ मलाई बोकाउनु भाइ ल केही छैन दाजुभाइमा यस्तो भइहाल्छ हामी सारा गरेर आधी बाटो चढ्यो अर्को हामी त्यो ढपभित्र लगाएको के भन्छ त्यो थर्मोकोटले चाहिँ गाह्रो बनायो कि हिँड्नलाई थर्मोकोट प्यान्ट अनि प्यान्टमाथि यो लगाएपछि त नि हिँड्दाखेरि त पुर्लोको नि यहाँ चिसो त होइन यहाँ चाहिँ यस घाम त गर्मी बनायो माथि तलबाट आउँदाखेरि चाहिँ गाह्रो भयो कि माथि गएर खोलौँ भने कतिखेर माथि पुग्ला अब कर्मचारी छ माथि अझै थोरै छ अब धेरै त छैन यो चाहिँ म हाम्रो विवास सर यहाँ चाहिँ हाम्रो के हालत खराब भयो यो कुर्कुला चाहिँ बाँकी छ यसरी हिँड्नु परेछ साला एट भान्चर गर्न आएको अरे मार्यो एट भान्चर गर्ने यसो मार्थेन हिजोको ओपरले कर्लाबाट डुबायो कस्तो अनुभव भएर अनुभव त अब तान्न हेलो सरजी कस्तो फिल भइरह खच्चाडो कि घोडामा हिँडेर त चुइटी आउनु भयो नि त आमा हेतेरिका अनि कस्तो फिल भइरहेको छ भन्नु न टाउको दुखिरहेको चिसोले चिसोले त्यो नखोल्नु तपाईँको त्यो मङ्की क्याप यो चाहिँ म फेरि स्या गर्दै आयो यहाँसम्म हेर्नुहोस् त अझ बाँकी कहाँ बाँकी कहाँ ओहि त नै लडेन मन पर्ने छोड्छ भनेको के हुन्छ फेरि भन्नु त यस्तो ट्र्याकिङ जति पनि मिलेर साथी जानु भन्छन् त्यो 1-1.5 घन्टा पछि आफ्नै मन पर्ने साथी पनि के बुझ्नु छोड्छ भने के हो मन पर्ने मिल्ने साथी पनि अनि यसमा के डाइलेग याद आउँछ मालाया तुलाया यहाँ चाहिँ एकदम पुरानो यो घुमाउने कुरा भन्छ नि त्यो हो होइन फाइनली यहाँसम्म चाहिँ आइपुग्यो धन्न हामी त्यहाँ गेडा आइसक्यो भनेर मक्क परेर त अझै माथि बाँकी रहेछ खुड्किला अब हामी यहाँ निस्किँदैछौँ मुक्तिनाथ टेम्पल चाहिँ आइपुग्यो मुक्तिनाथ मन्दिर भर्छ चाहिँ आइपुग्यो है हामी भित्र अब अङ्कलमा जानु मिल्छ हामी मिल्दैन हामी चाहिँ बाहिरबाट दर्शन गर्छौँ मान्छेहरूको चाहिँ एकदम धेरै छ
माथिबाट झिउ पक्रेर पानी आइरहेको छ। यहाँ चाहिँ मुक्तिनाथ टेम्पल। यहाँनिर अब आफूले के लिएर के गर्ने हो त्यो चाहिँ थाहा छैन। अब हामी रेडी हुन्छौँ नुहाउने धुवाइ गर्नलाई। उता घरमा चाहिँ अङ्कल भित्र जानुहुन्छ। उता नआएर भित्र जाने हो कि पछि के हो खाने भन्ने त्यही थाहा छैन अङ्कल मलाई। त्यो भित्र गएर आउनुहुन्छ नि सँगै यहाँ टाइम हान्ने। तपाईँ हान्नुहुन्छ न। कुण्डली भनेको चाहिँ हो अघि नै एउटा चाहिँ पाप कुण्ड रे एउटा चाहिँ धर्म कुण्ड के भन्ने थियो। लक्ष्मी कुण्ड र सरस्वती कुण्ड के भन्ने थियो। यहाँबाट दुईचोटि चाहिँ गरेर अनि उता के अरे धारामा चाहिँ कतिवटा धारा खाएर हाल्यो। धारामा चाहिँ गइन्छ है। मन्दिरको लाइन चाहिँ लामै रहेछ यति ढिलो भए पनि। लगाइ जब हामी नुहाइधुवाइ गरिन्छौँ कुण्डलीमा यसो उयो स्नान गरौँ भनेको कोही पनि भएन साथी यार। तनाव भयो म एक्लै गर्नुपर्छ कि जस्तो लाग्छ। तनाव ठुल्ठुलो मान्छेहरू आयो यहाँसम्म आइसकेपछि त्यति गरे त राम्रो हुन्थ्यो। दर्शन मात्रै नगरेर होइन। अब म चाहिँ गर्छु। म चाहिँ लुगा चेन्ज गर्न लाग्यो है त। चाहिँ रेडी भयो होइन। मेरो अब यहाँनिर चाहिँ अब पाप कुण्डली र के अरे पुण्य कुण्डलीमा गएर चाहिँ अब के अरे स्नान गर्छु। अनि त्यसपछि यहाँ के अरे 108वटा धारामा चाहिँ नुहाउँछु है त। पाप गरेर पाप धुइन्छ कि होइन। पाप त अब के अन्जानमा गरे हुनसक्छ नि त होइन। अब पुरै 6 प्याक देखिने भयो मेरो। त्यो चाहिँ टेन्सन लागिरहेको छ। ल जाऊ छिटो। ल जाडो भइसक्यो। गो हेड। पछाडि मन्दिर चाहिँ दर्शन गरेर चाहिँ हामी अर्को ठाउँमा आउँदैछ है। यहाँनिर के अरे अग्निदेव हुनुहुन्छ। अग्निदेवको अनि हाम्रो यहाँ बौद्धको के अरे मूर्ति पनि छ। त्यहाँनिर हामी दर्शन गर्छौँ फोटोसोटो खिच्छौँ अनि यहाँबाट लाग्छौँ। बल्ल तल कागबनी नि घुम्नु पर्ने खै के हो भ्याउँदै भ्याउनु टाइम नै दौडै त छौँ। खै त आउनु न हार्दै पहाडी हुनुहुन्छ ऊ के छ कस्तो भइरहेको त ठिक छ नि है। यहाँ जलेश्वर महादेव भन्छ अब के हुन्छ है। यतापट्टि त्यो प्रज्वलन भइरहेको हुन्छ नि त्यो ठाउँ चाहिँ उतापट्टि है। ज्वालामाई जाने मन्दिर बाटो चाहिँ त है यो साइडबाट आएपछि मन्दिरको छेउबाट ज्वाला चाहिँ जाने मन्दिर यता हो है जाने चाहिँ ज्वालामाई चाहिँ यहाँनिर छ है। यहाँबाट भित्र हो ज्वालामाई चाहिँ। यहाँबाट चाहिँ सानो बोलिरहेको हुन्छ कि जो तपाईँ चाहिँ बाहिर छ अरे बाहिर राख्नु बाहिर राखिदिनु के हुन्छ होइन। अङ्कल जान्न नि म चाहिँ लागेँ भित्र तपाईँ जान्न नि तपाईँ आउन आउनु हो होइन। ज्वालामाईको चाहिँ अब यहाँनिर फोटो खिच्नु चाहिँ मलाई प्लिज फोटो खिच्नु मलाई त रहन्छ। यहाँनिर चाहिँ यस्तो दामी छ कि हामी चाहिँ बौद्धिस्ट धर्मको उयो हो होइन। अनि ज्वालामाईको चाहिँ यहाँभित्र हो कि उहाँ चाहिँ यहाँबाट हेर्ने हो क्यामेराहरू देखिन्न। अब यहाँबाट कसरी हेर्ने भन्ने कुरा भयो क्या। अब तल गएर हेर्नु त मिल्छ होला सायद है त। यहीँ हो एकछिन माने घुम्ने हो होइन। एक राउन्ड चाहिँ घुम्ने गर्छ एक भयो मेरो कम्प्लिट भयो। यहाँबाट चाहिँ हिँड्ने हो। अब त्यहाँबाट फोटोसोटो खिचेर छिटो जानुपर्छ हामी यार। ढिलो भइसक्यो 2 बजिसक्यो यहीँ कहिले जाने कहिले पुग्ने। यहाँबाट भ्यू चाहिँ बवाल देखिन्छ होला। हो माइ गड यहाँ चाहिँ सोलरबाट चाहिँ पानी तताएर है। बाफ तपाईँहरू चाहिँ देख्नुहुन्न क्या क्यामेरामा म चाहिँ देखिरहेको छु। बाफ चाहिँ सानो आइरहेछ है। उहाँलाई सोलरबाट पानी तताउने तरिका यो चाहिँ। अनि यो चाहिँ हामी चाहिँ अहिले मुक्तिनाथ चाहिँ लगभग 2500 अरे 3600 माथि 3600 मिटर माथि होला हामी अहिले। तर यहाँनिर चाहिँ अक्सिजनको कमी चाहिँ मान्छेहरूलाई चाहिँ अब सास प्रश्वासमा अलिकति मुस्किल भएको मान्छेले चिसोले गर्दा चाहिँ अलिक गाह्रो हुँदैछ। हामीलाई चाहिँ अहिलेसम्म ठिकै छ। मेरो चाहिँ पानी कम भएर पेटमा दुखिरहेको गाह्रो भइरहेको छ त्यति हो अरू केही नै। यहाँ पानी आइरहेको छ होइन। पानी चिसोले गर्दा आइस पनि भइरहेको कि यस्तो साइडमा आइस भइरहेको सबै पानी बगिरहेको छ। अब यहाँ त्यसै गरी अर्को मन्दिर छ होइन। म चाहिँ रङ वे आएछ त्यो पनि अब यहीँबाट झर्छु म। यहाँ जय शिवाय नमः शिवाय शिवाजी भगवान् भाइ टाढै रहेछ झर्नै पऱ्यो। अब टाइम भगवान्को दर्शन चाहिँ गर्दै जाउँ आयो भने त्यस्तै है। दर्शन गर्नु पऱ्यो शिवाजी भगवान्। खै अलिकति छोड्नुहुन्छ म नि दर्शन गरौँ। हेलो गाइज जय शिव। अच्छा अब हामी चाहिँ मुक्तिनाथबाट चाहिँ फर्केको छौँ होइन। मुक्तिनाथबाट फर्केर अब हामी तल कागबेनीमा चाहिँ खाना खाँदा हो त। अनि माथिपट्टि तपाईँ पुरानो घरहरू देखिरहनु भयो त्यो चाहिँ झारकोट गाउँ है।
चारकोट भिलेज बाटो अलिकति खतम रहेछ चाहिँ हाम्रो त अहिले राइड गर्दै हुनुहुन्छ अहिले चाहिँ फेरि कागबेनी नै आइपुगेको छ कागबेनी खाना खानु पऱ्यो कागबेनीको बोर्ड चाहिँ बवाल देखिन्छ यहाँ चाहिँ यहाँ कागबेनी यहीँ खाना खाने हो अब खाना खाएर अनि यहीँ कागबेनी घुमेको थिएन कि अस्ति हामी बसेर अब त्योहरू अब कागबेनी चाहिँ अलिकति हल्का धेरै ठाउँ त होइन घुम्ने पुरानो घरहरू त्यो पुरानो घरहरू यसो अलिअलि घुमेर अनि त्यसरी निस्किहाल्नुपर्छ यहाँबाट मजा आउँछ है त त्यो देख्नुहुन्छ पुरानो मानेको भन्ने ठाउँ हो कि यो चाहिँ पहिला चाहिँ पुरानो घरहरू थियो अहिले चाहिँ कफी सफी क्याफे साफे अलिकति चल्ने भएपछि ल भने सिँगै चरी गाई यहाँबाट चाहिँ अब हामी चाहिँ गल्ली हुँदै जाँदैछ है त यो चाहिँ हाम्रो कागबेनी हो बच्चा हेरेर आरामले हात समातेर एकचोटि भएछ वेट बच्चाले त हामी सुरुमा बसेको उयसमा के अरे कागबेनीमै आइपुगेको छैन यहाँ बसेर खाना खाएको छौँ मिठो छ यहाँ चाहिँ मजा आउँछ है अब हामी खाना खान्छौँ यहाँ खाना खाएर निस्किन्छौँ यहीँ कागबेनी घुम्छौँ एकछिन आधी 1 घन्टा अनि त्यसपछि हाम्रो आज डेस्टिनेसन चाहिँ लास्ट चाहिँ मार्फा हुन्छ है मार्फा यहाँ 13 किलोमिटर रहेछ टिकटक होइन नि बहिनी यो त के अरे युट्युब हो यो चाहिँ कागबेनी भिलेज यो चाहिँ हामी सानो पुरानो घरहरू छन् घरहरू कागबेनीको पुरानो घरहरू छ हाम्रो कागबेनीमा आएर प्राप्त गर्नेहरू हुन्छ मेरो साथीहरू हाम्रा साथीहरू फाइनली हामी मार्फा गाउँ पनि आइपुग्यो होइन मार्फा गाउँ जाने गेट चाहिँ दामी रहेछ यो गेटबाट चाहिँ हामी त धेरै जिबी चाहिँ खाली छैन पुरानो गाउँहरू हेर्न मन लाग्यो चाहिँ मार्फा गाउँ आएको हो मार्फा गाउँको मार्फा चाख्ने अङ्कलले फेरि पुरानो घरहरू हेर्न दामी छ नि है पुरानो मान्छेहरू रहेछ भएको लुगा खोल्न मन लागेन तपाईँलाई फाइनली हामी मार्फा चाहिँ आइपुग्यो होइन अब मार्फाबाट चाहिँ हामी यो होटलमा बसेको छौँ होटल चाहिँ यस्तो बवाल छ कि होइन यहाँ भित्रपट्टि चाहिँ केही छैन होइन बाहिरबाट हेर्दा चाहिँ भित्रपट्टिबाट चाहिँ बवाल छ कि फेरि यहाँ चाहिँ गीत बवाल बजे है खै साबुन नौनी साबुन के साबुन स्याम्पू नौनी साबुन हुँदैन साबुनै हुँदैन होइन स्याम्पू चाहिँ छैन ल थ्याङ्क यू ल यहाँ साबुन नै पाउँदैन रहेछ स्याम्पू पनि नपाउने रहेछ यो चाहिँ बन ठाउँ जस्तो खतरा रहेछ यहाँ भित्र माथिको अनि यहाँबाट फेरि माथिबाट भरिङ चढ्ने हो ट्याक्क साबुन स्याम्पू केही छैन र अरे साबुन स्याम्पू केही छैन र गाइज यो चाहिँ हामी बसेर है त थुक्लो नि छैन फाइनली हामी चाहिँ रेडी भएर यस्तो मार्फा गाउँ घुम्न आइरहेको छ होइन पुरानो ठाउँहरू चाहिँ मजा आइरहेको छ यो चाहिँ मार्फा गाउँ है यहाँ यस्तो राम्रो छ यार सब एउटा यो बिचमा चाहिँ हिँड्ने ठाउँ हो अनि अब यस्तो कहाँसम्म रहेछ यसो हेरौँ एकछिन घुम्दै जाउँ होटल मार्फा प्यालेस रहेछ हजुर
हाम्रो त बेसारै छ के बेथा मारा कपडा राख्नु ए त्यही हो